राजाका राजाले पनि बाबुको मरौदाखरीमा बोल्नुभयो, आँसु पैदा गर्नुभयो, गङ्गा नदीबाट आँसु भने तै पनि बाबुको पुनरागमन भएन। राम राजाले पिता दशरथको मरण हुँदा रुँदा रुँदा भगवती गङ्गा नदी पैदा गर्नुभयो, तै पनि दशरथ राजालाई फिर्ता गर्नु भएन। पञ्च पाण्डवमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव पञ्च पाण्डवले पाण्डुका छोरा रुँदा रुँदा बाबुको मृत्युमा तै पनि बाबुलाई फिर्ता गर्न सकेनन्। जन्मपछि मृत्यु अवश्य छ। यस संसारमा भेट भएका आफन्त परिवारजनहरू चौतारामा बस्ने बटुवा जस्तो हो। दिनभरि बाटो पाइसक्दैन भएको चौतारो बेलुकी भएपछि समय सिद्धिन्छ। त्यो चौताराका मान्छेहरू निक्लिँदै आफ्नो घर लाग्छन्। यो परिवार, धन सम्पत्ति, दाजुभाइ, छोराछोरी, इष्टमित्र भनेको यही परिवार चौतारामा बस्ने बटुवा जस्तो हो। त्यस्तो प्रकारको शरीर छ। हेगड आफ्नो आफ्नो बाटो लाग्छन्। यो जीवन परिवारजनको स्थिति पनि यस्तै हो। यो शरीरको त के कुरो गर्ने। बिहान पकाएको अन्न बेलुका फोहोर भएर जान्छ। बेलुका खाएको अन्न गएर भोलिपल्ट बिहान फोहोर भएर निक्लिन्छ। यस्तो अन्नका रसले बनेको शरीर यो कहाँ पो कसरी टिकोस् र। यस रोगी संसार र शरीरको उपाय भनेको धर्म कर्म मात्र हो। त्यस कारणबाट छोराले सात्विक भावनाका साथमा आफ्नो बाबुआमाको काजक्रिया गर्नुपर्छ। छोरा नभएका खण्डमा श्रीमानको काजक्रिया श्रीमतीले गर्नुपर्छ। त्यो नभएका खण्डमा सौदा दाजुभाइका छोराले काजक्रिया गर्नुपर्छ। त्यो नभएका खण्डमा छोरीले काजक्रिया गर्नुपर्छ। त्यो नभएका खण्डमा मित छोराले काजक्रिया गर्नुपर्छ। मित छोरा नभएका खण्डमा ब्राह्मणले गर्ने। ब्राह्मण पनि नभएका खण्डमा राजाले गर्ने। तर काजक्रिया अनाथको गरे पनि काजक्रिया गर्नुपर्छ। भगवान् विष्णुले अनाथको भए पनि काजक्रिया जसरी पनि गर्नुपर्ने हुन्छ। तर काजक्रिया गर्दाखेरिमा बाबुले जेठो छोरोको भने मर्नु भएको छ भने जेठो छोरोको काजक्रिया गर्नु हुँदैन बाबुले। अनि धेरै भाइ छोराहरू छन् भने पनि दशकत्रादि संस्कार कर्म गर्दा एकै ठाउँमा बसेर धेरै भाइ छोरा हुँदा पनि त्यही नै काजक्रिया गर्नुपर्छ। अनि वर्ष दिनको श्राद्ध, वार्षिक श्राद्धसम्म त्यहीँ गर्नुपर्छ र वार्षिक श्राद्ध सकिएपछि अनि बाबुआमाको दुवैको देहावसान भइसकेपछि चाहिँ भने अलग अलग धुरी छुट्टिसकेपछि श्राद्ध अलग अलग गरेको नै उपयुक्त मान्दछ। एकै ठाउँमा नगर्दा नै बेस हुन्छ। नीतिशास्त्रले अब व्यवहारमा चाहिँ भने ओल्लो घर पल्लो घर, एउटै आँगन तल्लो घर पल्लो घर भएको कारणबाट अब एकै ठाउँमा घर छ, किन अलग अलग गर्ने भनेर व्यवहारमा चाहिँ एकै ठाउँमा गरिन्छ नि। तर पुराणले धुरी बेग्लै भएपछि श्राद्ध पनि बाबुआमाको सेवापछि अलग अलग गर्नु भनेर बताएको छ। दशकत्रादि कर्म गर्दाखेरिमा चोखो भैमा बस्नुपर्छ, निराहार बस्नुपर्छ, एक छाक खानुपर्छ। शरीरलाई रोमान्टिक हुने कुराहरू गरेर बस्नु हुँदैन। त्यसपछि गएर अर्काको घरको अन्न ल्याएर खानुपर्छ भनेको छ। अब मानु चामल ल्याउने कुराहरू आउँछन्। मानु चामल लिएर आउने किन हो त भन्दा मरेर गएका व्यक्तिको उनको त्यो घरमा पसिना भिजेको हुन्छ, कमाइ भिजेको हुन्छ, कमाइ रहिरहेको हुन्छ र उनीहरूले कमाइ गरिदिएको चिज खाएर त्यो परिवारले काजक्रिया गर्दाखेरिमा मृत्यु आत्मालाई शान्ति हुँदैन। त्यसै भएर त्यो अर्काको घरको मानु चामल ल्याउने भनेको हो। अब यसरी मानु चामल लिएर आउँदाखेरिमा हिजोआज त गएर फलफुल बोकेर आउने, अथवा चाहिँ गएर आटा पिठो बोकेर आउने, कतै गएर कोखलिन्डा बोकेर आउने आदि आदि कुराहरू हुन थाले। विशेषतः गएर अन्नदान नै मानु चामलमा उपयुक्त मान्दछ। र यसरी मानु चामल लिएर आउँदाखेरिमा अब दशकत्रादि संस्कार भनेको काजक्रिया गर्न थालेको दिनबाट 10 दिनभित्रमा मानु चामल लिएर आउनुपर्छ। आज कुन बार, आज कति दिन भनेर सोध्नु पर्दैन। जुनसुकै दिनमा पनि 10 दिनभित्रमा जुनसुकै दिन, जुनसुकै बार, नक्षत्र परोस् लिएर आउनु हुन्छ। र मानु चामल लिएर आउनु, ल्याइसके पश्चातमा गएर अनि गएर चाहिँ त्यो खानु। र कसैको घरबाट मानु चामल लिएर आएको छैन भने त्यो अन्य व्यक्तिको घरमा 1 वर्षसम्म त्यो परिवारजनले गएर कुनै प्रकारको चाहिँ पानी धरी खानु हुँदैन त्यो परिवारको घरमा, जसको घरबाट मानु चामल लिएर आएको छैन। भगवान्